प्रयोग गर्छ। जस्तो नि सर म थोरै यहाँ रोक्यो। अहिले चाहिँ हजुरले भन्नुभयो नि पहाडहरूमा चाहिँ ठाउँ-ठाउँमा सडक पुग्यो होइन, विकास पुग्यो, त्यो सँगसँगै विनाश पनि आयो हो भन्नुभयो नि। जब डोजर त्यहाँ पहाडमा लगाइन्छ नि माटोको प्रकृति हेरेर पहिला त हातले खन्थे नि हो होइन, हो अहिले विकास भयो डोजर आयो। त यो ठाउँमा चाहिँ हजुरले के भन्न चाहनुहुन्छ? एउटा हजुर त यो वातावरण विज्ञ पनि हुनुहुन्छ होइन? कुनै ठाउँमा जस्तो 24 घण्टामा 140 मिलिमिटर पानी पर्यो एकदम नर्मल अवस्थामा, नर्मल ठाउँमा भनेपछि बर्खायाममा पहिरो जान्छ, बाढी जान्छ भन्ने यो जल तथा मौसम विज्ञान विभागको एउटा थ्रेसहोल्ड छ। र अहिले हामीले भर्खरै गत वर्ष एउटा अध्ययन गर्दाखेरि सिन्धुपाल्चोक जिल्लामा 118 मिलिमिटर पानी मात्रै 24 घण्टामा पर्यो भने पनि पहिरो जान्छ भन्ने विज्ञान पुष्टि भएको छ। भने अर्को चाहिँ 124 मिलिमिटर, अर्को ठाउँमा हामीले हेर्दाखेरि 124 मिलिमिटर पानी पर्यो भने पनि पहिरो जान्छ, बाढी जान्छ भन्ने कुरा चाहिँ प्रमाणित भएको अवस्था छ। भनेपछि त नेपालमा चाहिँ 120 मिटर या 18 मिलिमिटरदेखि 150 मिलिमिटरको हाराहारीमा 24 घण्टामा पानी पर्यो भने बाढी र पहिरो जान्छ भन्ने त हाम्रो भूगोल छ त्यस्तो। भनेपछि त्यो भूगोल नर्मल अवस्थाको हो, पहिला पनि भूगोलमा हो। त्यही भूगोलमा अब सडक खनेको छ भने त त्यो भूगोलको प्रकृति बदलियो। भनेपछि त्यो ठाउँमा चाहिँ कम पानी परेपछि पनि पहिरो जान सक्छ होइन, ठुलो पानी पऱ्यो भने त झन् ठुलो पहिरो जान सक्छ भन्ने। किन भन्दाखेरि पानी चाहिँ भित्र छिर्छ, त्यसको चाहिँ जुन भूगोल हो, भूगोललाई त हामीले डिस्टर्ब गऱ्यो नि त। त्यो डिस्टर्ब गर्ने बित्तिकै त त्यसको प्रकृति बदलियो। त प्रकृति बदलिँदाखेरि चाहिँ त्यो विपदको प्रकृति पनि बदलिन्छ। भने त्यसले चाहिँ जोखिम, बस्ती बगाउने जोखिमहरूदेखि लिएर बस बगाउने जोखिमहरू,